सो गाइज हैन मैले प्रार्थना गर्न खोजिरहेको थिएँ र मेरो दाइ एकजना मेरो काम गर्ने दाइले फोन गर्नुभएको थियो। उहाँले भन्नुभयो कि आज मेरो फुर्सद छैन, म आउन सक्दैन र तपाईहरुले आफै खाना बनाएर खान सक्नुहुन्छ, अनि केही कमी परेमा मलाई फोन गर्नु होला भन्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ भन्न चाहन्छु सत्सङ्गजी। र सत्सङ्गजी आज हजुरहरूले के धर्म मान्नुहुन्छ र हजुरहरूले प्रार्थना यसरी गर्नुहुन्छ गर्नु हुँदैन त्यो त मलाई थाहा छैन हैन, तर कमेन्टमा लेख्नु होला हजुरले के धर्म मान्नुहुन्छ र कसरी आफ्नो प्रार्थना उच्चारण गर्नुभएको छ, आफूले आफ्नो जीवन कसरी जिइराख्नु भएको छ भन्ने कुराहरू है। सबै कुराहरू नभए पनि नलेखे पनि केही आफ्नो धर्म के छ र के मान्नुहुन्छ भनेर कमेन्ट गरिदिनु होला कमेन्ट बक्समा आएर, र मिठो मिठो कमेन्ट गर्नु होला र मेरो प्रार्थना पनि सुनिदिनु होला। र म आज सबैको लागि प्रार्थना गर्नेछु, यसैले सत्सङ्गजी आज प्रार्थना गर्छु। अब ल सत्सङ्गजी सो सरी गाइज हैन, मेरो धर्म चाहिँ गुरु धर्म हो हैन, बौद्ध धर्म। मैले चाहिँ बौद्ध धर्म मान्न लागेको अहिले लगभग धेरै वर्ष भइसक्यो भनौँ न, अन्दाजै गर्न सकिँदैन। मतलब म जन्मेदेखि नै त्यो धर्म मान्न गइरहेको थियो हामी हैन। म बिरामी थिएँ सानोमा, त्यति बेलादेखि नै यो धर्म हामीले बौद्ध धर्म मान्न गइरहेको थियो हैन। गुरु धर्म भन्छ यसलाई खासमा त, तर गुरु धर्म र बौद्ध धर्म पनि पर्न जान्छ साथसँगै पर्न जान्छ। अनि हजुरहरूले चाहिँ कुन धर्म मान्नुहुन्छ त्यो चाहिँ कमेन्ट बक्समा लेख्नु होला है गाइज। ल म प्रार्थना गर्नेछु। सो है मेरो फ्यामिलीमा चाहिँ धेरै दुःख अनि बाधाहरू परेको छ र यो दुःख बाधाहरू सबै दूर गराइदिनु होला परमेश्वर है हजुरले साथसँगै। र केही पनि गर्न नसकेका कामहरू र केही रोकिएका कामहरू र उन सबै फेरि सुरु होस् भन्न चाहन्छु सत्सङ्गजी। बोल्न त खासै केही पनि आउँदैन सत्सङ्गजी, दासले बोल्न सिकाउनुहोस् है सत्सङ्गजी। दासलाई बोल्न सिकाउनुहोस्, दासले बोल्न त केही पनि आउँदैन। र गाइज दासले बोल्न आएन भने यसले के बोलेछ कि आफूलाई थाहा छैन यस्तो कमेन्ट नगरिदिनु होला प्लिज है। तर यो भनेको एउटा आफूले आत्मविश्वास लिएर धर्ममा गएर आत्मविश्वासदेखि